नमस्कार साथीहरू, स्वागत छ तपाईलाई सजिलो नेप च्यानलमा। यदि तपाई युट्युबमा भिडियो बनाउनुहुन्छ भने ब्याकग्राउन्ड म्युजिक प्रयोग गर्दा कपिराइट क्लेम आउने समस्या पक्कै पनि भोग्नु भएको हुन सक्छ। तर आज म तपाईलाई युट्युब भिडियोको लागि कपिराइट सेफ तथा फ्री म्युजिक कहाँबाट कसरी डाउनलोड गर्ने भन्ने कुरा सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै भिडियो सुरु गर्न चाहन्छु। कपिराइट सेफको लागि सबैभन्दा सजिलो र सुरक्षित विकल्प भनेको नै युट्युब स्टुडियोको अडियो लाइब्रेरी नै हो, जहाँबाट तपाईले म्युजिक र साउन्ड इफेक्ट दुवै पाउन सक्नुहुनेछ। यसको लागि सबैभन्दा पहिला युट्युब खोल्नुहोस्। त्यसपछि तपाईले यहाँ दायाँपट्टि आफ्नो च्यानलको लोगोमा क्लिक गर्नुहोस्। त्यसपछि युट्युब स्टुडियोमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले यहाँ बायाँपट्टि अडियो लाइब्रेरी देख्न सक्नुहुनेछ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले जनर, मोड, आर्टिस्ट लगायतका विकल्पहरू प्रयोग गरेर आफूलाई चाहिएको म्युजिक डाउनलोड गर्न सक्नुहुनेछ। कतिपय म्युजिकहरुमा एट्रिब्युसन रिक्वायर्ड हुन्छ। यस्तो म्युजिक प्रयोग गर्दा युट्युबले दिएको क्रेडिट डिस्क्रिप्सनमा राख्नुपर्ने हुन्छ। त्यसैले म्युजिक डाउनलोड गर्न अघि लाइसेन्स र एट्रिब्युसन रिक्वायर्ड चेक गर्नुहोला। त्यसपछि दोस्रो वेबसाइट रहेको छ pixabay.com, जहाँबाट तपाईले फ्रीमा अडियो म्युजिकहरू डाउनलोड गर्न सक्नुहुनेछ। साउन्ड इफेक्टहरू यहाँबाट चाहिँ तपाईले डाउनलोड गर्न सक्नुहुनेछ। सो म्युजिकमा क्लिक गर्नुहोस्। यहाँ तपाईले विभिन्न क्याटेगोरीका म्युजिकहरू देख्न सक्नुहुनेछ। तपाईले आफूलाई मनपर्ने म्युजिकहरू यहाँबाट सजिलैसँग फ्रीमा डाउनलोड गर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजको भिडियो थियो युट्युबमा कपिराइट क्लेमबाट बच्नको लागि फ्रीमा म्युजिक कहाँबाट कसरी डाउनलोड गर्ने भन्ने विषयमा। यस्तै टिप्स एन्ड ट्रिक्सको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै छुट्टिन चाहन्छु। धन्यवाद।